हेलो साथीहरू, आज चाहिँ म बनाउँदैछु डल्ले खुर्सानीको अचार। हेर्दै जानु होला है त मैले कसरी बनाउँछु। फर्स्टमा चाहिँ हामीले तोरी भुट्नुपर्छ। तोरीलाई भुटेर चाहिँ यसलाई पटपट पड्किन थालेपछि चाहिँ अनि हामीले एउटा प्लेटमा खनाउँछौँ। प्लेटमा खनाइसकेपछि चाहिँ यसलाई एकछिन सेलाउन छोडिदिने। हेर्दै जानु है त म कसरी गर्छु। यस्तो डर हुँदो रहेछ नि साथीहरू यो खुर्सानीको अचार बनाउन, खार त्यस्तै लाग्ने। यति गाह्रो हुँदो रहेछ नि है साथीहरू। अनि हामीले चाहिँ डल्ले खुर्सानीको माथिको मैले भेट्नु भएको चाहिँ थिएन। अनि पहिला तोरी भुटेर राखेर चाहिँ अनि डल्ले खुर्सानीको भेट्नु भाँच्न थालेँ। यति गरेर सकेपछि मैले तोरीको तेल निकालेँ। तोरीको तेललाई चाहिँ हामीले कराही पहिला तताउन बसालेर अनि तेल हालेर यसमा मेथी फुराइदिने। अनि यो मेथी चाहिँ कालो कालो हुन दिने। अनि त्यो कालो कालो भइसकेपछि चाहिँ साथीहरू त्यहाँ माथिबाट खुर्सानी लगाउने। तर मैले खुर्सानी हाल्दाको चाहिँ भिडियो हेर्नु यति मात्र छ। म तर्सेर कहाँ पुगेँ भन्ने कुरा तपाईँलाई थाहा नै। यति डर लाग्दो हुँदो रहेछ साथीहरू खुर्सानीको अचार बनाउँदाखेरि। अनि म कति पर बसेर भिडियो बनाइरहेको छु क्या, त्यति डर लागेर पड्क्यो भने त आँखातिर पऱ्यो भने फेसतिर पऱ्यो भने गाह्रो हुन्छ नि त। अनि त्यसपछि मैले अघि त्यसलाई पाक्न सानो ग्यासमा छोडिदिएर यता तोरी पिन्न थालेँ साथीहरू। सिलौटोमा मसिनो बनाएर पिने मैले यसलाई पहिला सुरु प्लेटमा खनाएँ साथीहरू। अनि यता पनि खुर्सानी पनि पाक्दैछ, हेर्नु पऱ्यो नि फेरि बिग्रिन्छ होइन। अनि त्यसपछि यो एकछिन छोडिदिएँ यसलाई। एकछिन छोडेपछि फेरि यो मजाले रातो रातो डाम लाग्न थालेपछि यसमा बेसार हालेँ। बेसार हालेर मजाले चलाउने। अनि फेरि त्यसबाट आफूलाई कति छ आफूसँग खुर्सानीको क्वान्टिटी त्यस अनुसार नुन पनि हाल्ने यसमा। नुन हालेपछि मैले नुन पनि हालिसकेँ। अनि नुन हालेपछि फेरि मजाले चलाउने। यसलाई चलाउने अनि त्यसपछि हेर्नु न कस्तो नुन र बेसार हालेपछि झन् कस्तो राम्रो कलर आउँदैछ क्या खुर्सानीमा। अनि त्यसपछि हामीले अघि पिनेर राखेको यो तोरीको छोप भनौँ न त्यसको धुलोलाई माथिबाट त्यही उसमा हालिदिने साथीहरू। अनि त्यो हालिसकेर मजाले चलाउने। मजाले हेर्नु कस्तो मजाले त्यो उम्ले जस्तो भइरहेको क्या। अनि त्यसपछि यो उम्लेपछि चाहिँ यो हामीले एकछिन यसलाई गर्न छोडेर अनि यो एकछिनपछि बन्द गरिदिने साथीहरू। बन्द गर्दाखेरि यत्तिको देखिन्छ क्या। अनि मजाले यसलाई सेलाउनु दिनुपर्छ। हेर्नु न यति तेल उछिटेको थियो नि साथीहरू। आम्मामा म त सातो यस्तो डर हुँदो रहेछ नि मैले फर्स्ट टाइम बनाएको। अनि त्यसपछि मजाले सेलाइसकेपछि यत्तिको लेदो लेदो भन्छ क्या यो। अनि यसमा चाहिँ हामीले एक बिटको र अलिकति जति भेनिगर हालिदिने, किनकि यसले अलि हुन त्यो खानु नहुने हो साथीहरू भेनिगरहरू होइन। अब त्यही पनि अचार बिग्रिन्छ भनेर अब कहिलेकाहीँ यसो खानासँग खानु मिठो हुन्छ नि त, पिरो पिरो हुन्छ। अनि तरकारीमा पिरो राख्नै पर्दैन क्या। मैले चाहिँ अब यसलाई मजाले बट्टामा हालेर खाना खाने बेलामा चाहिँ यसलाई खानेछु साथीहरू। एकदम मिठो बनेको थियो अचार चाहिँ। अनि हजुरहरूले नि यसै गरी बनाएर खान सक्नुहुन्छ। कस्तो लाग्यो मेरो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। अनि हजुरहरू नि यसै गरी बनाएर खानुहोला। बाई बाई साथीहरू।